सो हेलो गाइज, आज चाहिँ हामी सानो एउटा ब्लग बनाऊँ भनेर निस्केको। यो चाहिँ ग्रिन हिल सिटी कोलोनी हो, यता शिवचोकको। सो अब उतै भेटौँ है गाइज। देख्न सक्नुहुन्छ यो चाहिँ लभ डाँडाको भन्दा अलिकति मास्लो डाँडाबाट खतरा देखिन्छ है। केटाहरू छ यहाँनिर। ओ सम्धी, हेलो सम्धी। ड्रोन उडाउने होइन त यहाँ? ड्रोन उडाउने हावा चलिरहेछ। त्यही भएर गाह्रो पर्यो। यता ड्रोन उडाउँ कि भनेर विचार गरेको, तर रेस्ट्रिक्टेड जोन भएर उडाउन सकेन। टोटल चाहिँ तपाईँहरूले देखाउन सकेन। ल है, अब नेक्स्ट टाइम अर्को भिडियोमा देखाउन तपाईँहरूलाई। स्टे ट्युन गाइज। के ल्यायो यसले? यो मान्छेले हेरिरहेछ त्यहाँनिर। हाम्रो चाहिँ यहाँ छ बाइक एउटा। उडाउन त नमिल्ने रहेछ। करायो नि। कहाँ कराउनु, उडाउनै नमिल्ने रहेछ। लाज लाग्यो बेला। सेट भगमा आउँछ कि। यो चाहिँ हाम्रो चटपटे है। अनि गिलास पनि चारचुट गरेर ल्याएछ टक्क लाएर। लोकल छ्याङ हो गाइस। छ्याङ हो, अलिकति उता चाहिँ बस्नु पर्यो। लोकल छ्याङदै थियो। सन्धी, यो चाहिँ लोकल। कहाँबाट ल्याएर आयो? हो, यो टक्क मेरै होटलबाट ल्यायो। होटलबाटै हो। चटपटे चाहिँ उताबाट हिजो ग्लास चाहिँ यस्तै छ। ग्लास चिल पारेर कोल्ड वाटर। कोल्ड वाटर हो। ल ठिक छ। अहिले त बड गाउँले छोको छ है। चला खाऊ न त है। सम्झी यहाँ मिसाइदेऊ न। अनि केही छ भन्ने? केही छैन यार। ल्याम्प कि ल्या मान्ने हो छ्याङ। अच्छा, यत्रो भयो पुगिहाल्छ नि। यो भनेको अब अर्ग्यानिक हो क्या। यो अर्ग्यानिक नेपाली हो। चाहिन्छ है, नेसेसरी हो। चाया चिया। यो चाहिँ चिया हो क्या हाम्रो चिया। हामीले कहिले त खाँदैन नि। समटाइम्स ल चिया खान कति पछि आज मात्र खाने। ल भिडियो बनाउने ल त्यसपछि चिया हो। के भन्छ टिकटकको लागि चिया हो यो। चिया त्यो मिल्क। त्यही त छ्याङ होइन, यो चिया हो चिया। साथीहरू ल त बसौँ। म त बसौँ त केटा हो। चेस हानौँ न। चेस होइन होला, चस होला। चेस खै चुक्क गर्नु न। जडियासँग अध्यक्ष हो यो। यो जडियासँग अध्यक्ष हो। प्लानिङ बनाउने त हो होइन? प्लानिङ बनाउने ऊ हो। जे भने मैले लिएर खुवाइरहेको छु नि के। अब काम गर्न जाउँ भन्दाखेरि अब ल त गाइस। चेस भ्यू चाहिँ यस्तो छ है यहाँनिर। फेरि दामी खाले लभ डाँडाको यतापट्टि हो पल्लो डाँडा होइन सम्झी? यहाँ मेरो घर बन्दैछ 4 करोडको। होइन नि, त्यो त सुँगुर खरो सम्झिया ठ्याक। 4 करोडको बनाउन लागिरहेछ म। के हो सम्झी? उयो मैले प्लटिङ गरिराखेको छ उता। ल देख्न सक्नुहुन्छ उयो तल। कोही अब जग्गा सग्गा लिन चाहनुहुन्छ भने सम्पर्क गर्नु होला। मेरै हो, आफ्नै हो है। डिस्काउन्ट गरिदिइहाल्छु नि मैले, चिन्ता नगर्नु। चक्क लाएर अब यता यो जङ्गल पनि अब कुन दिन म प्लटिङ गर्छु खै। यहाँ पुल बनाइदिउँ कि भन्ने विचार गरेको, तर हुँदैन। होस् छोडिदिउँ भनेर मात्र। त्यहाँ पानी यहाँनिर भ्यू टावर बनाउनु मन थियो कि, तर प्लेन ठोकेला भनेर मैले नगरेको हो कि खासमा भन्नुपर्दा चाहिँ। नत्र मैले यहाँ भ्यू टावर एउटा चट्ट बनाएर एउटा 5 स्टार होटल भ्यू टावरको माथि टुप्पोमा बनाउने विचार थियो। तर ठिकै छ भन्ने कुरा मलाई धेरै अब के, अब सिधै आएर मेरो भ्यू टावरमा ठोकिदियो भने मलाई नोक्सान, नेपाल गभर्मेन्टलाई नोक्सान है। त्यही भएर चाहिँ मैले नबनाएको। त्यही भएर यहाँ सुँगुर फार्म बनाउँदैछु म। भ्यू टावर बनाउने ठाउँ म सुँगुर फार्म खोल्दैछु है गाइस। यहाँनिर प्लटिङ गरेको छ। सुँगुर यहाँ 2 जना छ देख्न सक्नुहुन्छ है। अब ऊ यहाँनिर प्लटिङ गरेको छ। मैले अघि नै भनिसकेँ। कोही लिन चाहनुहुन्छ भने सम्पर्क गर्नु होला।
सिधै मलाई है अब डिस्काउन्ट सिस्काउन्ट तपाईँलाई भइहाल्छ मेरो नाम लिएपछि अब पुरै डिस्काउन्ट गरिदिइहाल्छ सम्झीले ए मेरो पो त यो सम्झीको होइन फेरि सेट कहाँ यसको भने ल ठिकै छ म्यानेजर खाइरहेको छ म्यानेजर पोस्टमा पनि भ्याकेन्सी छ है होइन मलाई 4वटा म्यानेजर चाहिरहेको छ अहिले खासमा पर्दाखेरि चाहिँ होइन सम्झी 4वटा म्यानेजर चाहिरहेको छ तपाईँ एउटा भइहाल्यो उहाँ एउटा भइहाल्यो अब चाहिँ दुईजनाको खाँचो छ 60,000 मजाले खाना बस्न अनि त्यो सबै गरेर के टाकटक टकटक सब हुन्छ मेरोमा चाहिँ बिहा गरेको सबैले के अरे एप्लाई गर्दा हुन्छ म भ्याकेन्सी खुला भइसकेको छ ल टक्क लगाएर भ्यूमा हेर्दै चिलमा पाराले होइन यहाँ यस्तो खाँदैछौँ हामी चाहिँ लोकल पारामा होइन स्ट्रिट पारो भनौँ न त्यस्तै हो त्यहाँनिर यो घर पनि मैले बेचेको अस्ति भर्खर साँच्ची हो नि कस्तो हाँस्यो हो 1.5 करोड लाग्यो होइन बनाउन अनि के अरे आफ्नै मान्छे रहेछ भनेर 50 लाखै डिस्काउन्ट गरेर बेचिदिएको है अब यो खानु त परिहाल्यो पनि यस्तो कडा हुन्छ र यार ठिकै छ हाम्रो दिउँसोको चाहिँ हो दुधको चिया मिल्क कस्तो छ सम्झी यसरी अब जाडै खाएर यसरी कुस्ती खेल्नु छ भने त डाँडा दगाउनु पर्दैन त ल ल यस्तोले यसरी लड्छ भन्ने चाहिँ यो उदाहरण है जिन्दगीमा 1 वर्षपछि छ्याङ खाएको यहाँ रिनिनी भएर यहाँ झूठ पे झूठ बोलती जा रही है शर्म नहीं आती शक्ल देखो कितनी भोली है 24 hours later ह्यान्डसम सम्झी र दामी भ्यूको साथमा ब्लगलाई यही इन्डिङ गर्न चाहे बाई बाई गाइस